ओके यहाँनिर के भनेको छ हामी ध्यान दिएर सुनौ है दादीका पुस्तालाई सोध्नुहोस् भनेको चाहिँ पास्ट जेनेरेसनलाई उहिलेको पुस्तालाई सोध्नु भन्दैछ आस्क द पास्ट जेनेरेसन ask the previous generation pay attention to the experience of our ancestors दादीका पुस्तालाई सोध्नुहोस् औ तिनीहरुका पुर्खाहरुका अनुभवहरुलाई विचार गर्नुहोस् हाम्रो पुस्ताहरुको अनुभवहरुलाई लिएर तिमीहरुले पनि सिक्नु भन्दैछ के भन्दैछ रे प्रियो हाम्रो पुस्ताहरुको अनुभवलाई लिएर तिमीहरुले के गर्नु भन्दैछ सिक्नु भन्दैछ के भन्दैछ रे प्रियो सिक्नु म चाहन्छु प्रिय हाम्रो चर्चको जति पनि जवान भाइ बहिनीहरु छ यङ पिपलहरु छ तपाईले आफ्नो मन परि नगर्नुस् तपाईले सोध्नुस् तपाईलाई बिहा गर्ने इच्छा छ भने तपाईको बिहा गर्ने उमेर भएको छ भने पहिला तपाईले नि सरसल्लाह लिनुस् ओके भाइ दाजु दिदी अंकल आन्टी म बिहा गरौँ भनेको कस्तो हुन्छ बिहा सोध्नुस् तपाईले अनि अनुभवी व्यक्तिले भन्छ नजान्ने व्यक्तिले के भन्छ भन्नुस् त बिहा आम्मामा रोमान्टिक वा तर अनुभवी व्यक्तिले के भन्छ बिहा भाइ सुन बिहा भनेको रातो चिसो अन्ध्यारो उज्यालो मिठो नमिठो आमेन आमेन अहिलेकोहरुको त सर्टकट हुन्छ जे पनि हाई हेलो वाउ वाउ चाउ सबै के हुन्छ सबै छिटो हुन्छ वाउ चाउ 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 भन्छ फास्ट फुडहरु अहिलेको होइन हुन्छ भर्खर भेटेको चाहिँ बिहा पनि गरिहाल्छ अहिलेको फास्ट हुन्छ जे पनि के हुन्छ भन्नुहोस् त सुपर फास्ट हुन्छ मलाई साउथ इन्डियन साह्रो मन पर्यो साउथ इन्डियन एकजना भाइ आएको थियो नि यहाँनिर निबु भाइ भन्ने लम्बो प्रोको दाससँग यस्तो हल्लिएर प्रार्थना गर्ने के याद भयो त्यो भाइ ह्यान्डसम भाइ थियो नि तर त्यो भाइले मैले सोधेँ क्या भाइ तिमीहरूको बिहा कसरी हुन्छ भन्दाखेरि पास्टर प्रशान्त हाम्रो बिहा त हामीले आफै गर्नु सक्दैन हामीले आमा बाउले सोध्नुपर्छ भने कसलाई सोध्नुपर्छ आमा बाउ हाम्रो नानीहरुलाई मारा गरे आमा बाउ है अनि तिनीहरुको मोस्ट सुन्नुस् हाम्रो दार्जिलिङमा किन चाहिँ बिमारहरु बढिन्छ भन्दाखेरि हाम्रो आफ्नो इच्छालाई पूरा गर्छ हामीले सो रिसर्च गर्दैन हामीले के गर्दैनौ रिसर्च गर्दैनौ खोजी तलास गर्दैनौ हाम्रो मेन्टरै छैन तपाईको रोल मोडल को तपाईको कसलाई हेरेर तपाईले बिहा गर्नु हुँदैछ म चाहन्छु प्रिय हाम्रो चर्चको हस्बेन्ड वाइफहरु सँगसँगै चर्च आएको म देख्न चाहन्छु आमेन कजनाको छैन यहाँनिर छैन त्यो अर्कै कुरा हो तर म चाहन्छु जतिजनाको लोग्ने छ जतिजनाको स्वास्थ्य छ र कुनै यस्तो जटिल कामहरु छैन भने समस्या छैन भने ट्राई टु कम टुगेदर हामी तपाईलाई सँगै हेर्न चाहन्छौँ आमेन यु वान्ट टु सी यु तपाईको छोराछोरीहरुले यो चर्चको जवान भाइ बहिनीहरुले तपाईहरुलाई सँगै देख्न चाहन्छ आमेन सँगै देख्न चाहन्छ तपाईहरुलाई यु वान्ट टु सी यु ग्रोइङ टुगेदर आमेन आमेन प्रभुले मलाई के भन्नुभएको छ भन्दाखेरि अब आउने बेला तिम्रो एउटा ग्यादरिङ हुन्छ अरे के हाम्रो एभ्री मन्थ ग्यादरिङ हुन्छ लिडरशिप ग्यादरिङ हुन्छ त्यो लिडरशिप ग्यादरिङमा चाहिँ हामी चाहन्छौँ हाम्रो होल फ्यामिली एउटा लिडरको सबै फ्यामिली नै ग्यादरिङमा आएको अनि त्यो ग्यादरिङमा हाम्रो मिस विनीले सेयर गर्नुहुन्छ उहाँले फ्यामिलीको भ्यालुजहरु तपाईलाई सिकाउनुहुन्छ फ्यामिली भर्चुजहरु तपाईलाई बताउनुहुन्छ अनि हामी सँगै डिनर या लन्च पनि हामी सँगै खान्छौँ आमेन आमेन किनभने हामी चाहन्छौँ हाम्रो चर्चको लिडर्सहरुको परिवारहरु ठीक भएको आमेन हाम्रो चर्चको लिडर्सहरुको परिवारहरु के भएको चाहन्छौँ हामी ठीक भएको ताकि तपाईलाई हेर्नु बित्तिकै तपाईलाई हेर्दाखेरि अरूले सिकोस् ओके दिस इज हाउ इट शुड बी आमेन यो कुराहरुमा अब हामी फोकस गर्न चाहन्छौँ परिवारहरुलाई मजबुत बनाउन चाहन्छौँ हामी God wants to use your experience to mentor others तपाई एउटा सल्लाहकार हुनुपर्छ पुजारीले सल्लाह दिन्छ दिन्छ दिदैन भन्नुस् त दिन्छ भनेको दिन्छ दिदैन पुजारीको काम के हो सल्लाह दिने काम हो पुजारीको कामले सल्लाह दिने सबैले भन्नुस् पुजारीको काम सल्लाह दिने तपाईको काम के हो सल्लाह दिने रङ सल्लाह नदिनुस् तपाईले कुनै व्यक्तिलाई सल्लाह दिनु भन्दा अघिबाट चर्च सम्बन्धी सल्लाह दिनु भन्दा अगाडि प्रार्थना सम्बन्धित जीवन साथी खोल्ने सम्बन्धित बिजनेसको सम्बन्धित कुनै पनि कुराको सम्बन्धित तपाईले कुनै व्यक्तिलाई सम्बन्ध सल्लाह दिनु भन्दा अघिबाट तपाईले याद हुनुपर्छ तपाई पुजारी हुनुहुन्छ आमेन तपाईले दिएको सल्लाहलाई पत्याउँछ मान्छेले तपाईले दिएको सल्लाहलाई मान्छेले के गर्छ भन्नुस् त पत्याउँछ अब सुन्नुस् प्रिय जतिजना स्कुलमा जानुहुन्छ
तपाईँ स्कुलको त्यो पुजारीहरू, आमेन। कतिजना पुलिसहरू, तपाईँ पुलिस पुजारीहरू, आमेन। बिजनेस गर्ने क्षेत्रमा तपाईँ बिजनेसको पुजारीहरू, आमेन। हालेलुया। हामी जुन ठाउँमा जान्छौँ त्यो ठाउँमा हामी पुजारी भएर जानुपर्छ, आमेन। घिनलाग्दो ठाउँमा तपाईँ बारमा काम गर्नुहुन्छ अरे, तपाईँ त्यहाँनिर बारको पुजारी भएर जानुपर्छ, आमेन। हालेलुया, आमेन। म अप्ठ्यारो कुरा गर्छु किनभने प्रभुले अप्ठ्यारो कुरा गर्नुभएको छ पहिला पहिला। अब पापी भन्ने समय गयो, संसारको मान्छेलाई पापी खत्तम भन्ने समयहरू गएको छ। अब पापीहरू अङ्गाल्ने समयहरू आएको छ, आमेन। हाम्रो पुजारीहरू यस्तो ठाउँमा पुग्नुपर्छ जुन ठाउँमा ज्यादा अन्धकार छ, आमेन। हालेलुया। हाम्रो पुजारीहरू यस्तो ठाउँमा पुग्नुपर्छ जुन ठाउँमा चाहिँ पुजारीको दरकार छ, पुजारीको आवश्यकता छ। पुजारीले अवस्थाहरूमा बदलाउ ल्याउँछ, पुजारीहरूले समस्याको समाधान गर्छ, पुजारीहरूले परिवारमा भएको श्रापहरूलाई तोड्ने काम गर्छ, आमेन। हालेलुया। यो हो पुजारीको काम। दिस इज योर कलिङ। यो हो तपाईँको बुलावट, यो हो तपाईँको बुलावट। धेरै वर्ष अगाडि सुन्नुहोस् प्रिय, तपाईँसँग जुन व्यक्ति सम्पर्कमा छ त्यो व्यक्ति दरिलो हुनुपर्छ है प्रिय। म स्टडी गर्दैछु, तपाईँसित सम्पर्कमा हुने व्यक्तिले चर्चलाई कस्तो प्रकारले हेर्छ म स्टडी गर्छु त्यो कुरा। तपाईँसित सम्पर्कमा हुने व्यक्तिहरूले चर्चलाई कुन प्रकारले हेर्छ म स्टडी गर्छु त्यो। तपाईँसँग सम्पर्कमा हुँदाखेरि त्यो व्यक्ति प्रभुमा बढेको छ कि घटेको छ त्यो स्टडी गर्दैछु म, त्यो अध्ययन गर्छु म, त्यसलाई क्लोजली हेर्छु म, बिङ द पास्टर अफ द चर्च। तपाईँसित सम्पर्कमा हुने व्यक्तिले प्रार्थना गर्न सिकेको छ कि छैन, बाइबल अध्ययन गर्न सिकेको छ कि छैन, कि चाहिँ बात मान मात्रै सिकेको छ कि बात मात्रै मान्न सिकेको छ र आत्मिक कुराहरूमा बाटो मात्रै हुन सिकेको छ तर बाइबल अध्ययन गर्नु सकेको छैन, प्रार्थना गर्न सकेको छैन, जीवनको जटिल समस्याहरूलाई वचनले चाम्रा गर्न सकेको छैन भने प्रिय तपाईँको जीवनबाट पुजारीको काम भएको छैन। के को काम भएको छैन? पुजारीको काम भएको छैन। प्रिस्टली वर्क, पुजारीको काम अब हामीले गर्नुपर्छ, पुजारीको काम अब हामीले गर्नुपर्छ। हालेलुया, हालेलुया। धेरै वर्ष अगाडि राजाहरू जब लडाइँमा जान्थ्यो, लडाइँमा जाँदाखेरि राजाहरूले आफ्नो छोराहरूलाई, छोराछोरीहरूलाई मेन्टर्सहरूको हातमा छोडेर जान्थ्यो, पुजारीको हातमा छोडेर जान्थ्यो अरे, ताकि त्यो पुजारीहरूले राजा नभएको बेलामा असल सरसल्लाह दियोस्। के दियोस् अरे प्रिय? के दियोस् अरे? असल सरसल्लाह। राजा लडाइँमा जाँदाखेरि राजाले कसको हातमा छोडिदिन्थ्यो अरे नानीहरूलाई? पुजारीको हातमा, जसले सरसल्लाह दिन्छ, ताकि राजा मरिहाल्यो भने पनि नानीहरूमा पनि त्यही राजाको विचार होस्। कसको विचार होस्? राजाको विचार होस्। त्यसले गर्दाखेरि भन्छौँ नि हाम्रो नानीलाई जोसुकै बातचित गर्न दिँदैन, हामी जोसुकैसँग खेल्न दिँदैनौँ, जोसुकैसँग हामीले बातचित गर्न दिँदैनौँ। वाइ? किनभने हाम्रो नानीहरूलाई हामीले ग्रुम गर्नुपर्छ, नानीहरूलाई हामीले इन्फ्लुएन्स गर्नुपर्छ। हालेलुया, हैन? यिनीहरूको रोल मोडल हामीले भिन्दै प्रकारको व्यक्तिहरू बनाउनु पर्छ, हैन? हामी सबैजनालाई मेन्टर्सहरू चाहिन्छ। मेन्टर्स भनेको सल्लाहकारहरू। मेन्टर्स भनेको के हो भन्नुहोस् त? सल्लाहकार। हामी सबैलाई सल्लाहकारहरू चाहिन्छ। मलाई पनि सल्लाहकारहरू चाहिन्छ, मेरो पनि सल्लाहकारहरू छ, मलाई सल्लाह दिने व्यक्तिहरू थुप्रै प्रभुले जुटाउनु भएको छ। तपाईँहरूलाई पनि सल्लाहकारको जरुरी पर्छ, हैन? के पर्छ अरे प्रिय? तपाईँहरूलाई सल्लाहकारको जरुरी पर्छ तपाईँहरूलाई। तर तपाईँले सल्लाह लिनुभन्दा अघि बाटो तपाईँ पनि स्मार्ट हुनुपर्छ कि यो व्यक्तिबाट मलाई सल्लाह लियो भने ठिक हुन्छ। तर सल्लाह लिँदाखेरि तपाईँ बढ्नको साथ घट्नुभयो भने एउटा गुड न्युज छ तपाईँहरूलाई, यु क्यान चेन्ज यर मेन्टर्स। सल्लाहकारलाई तपाईँ चेन्ज गर्न सक्नुहुन्छ, हैन? सल्लाहकारलाई तपाईँ के गर्न सक्नुहुन्छ? चेन्ज गर्न सक्नुहुन्छ विदाउट हर्टिङ द्याट पर्सन। त्यो व्यक्तिलाई चोट नपुर्याइकन तपाईँले सल्लाहकारलाई तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। तपाईँ सफल व्यक्ति बन्न चाहनुहुन्छ भने सल्लाह लिनुपर्छ, तपाईँलाई सल्लाहकारको जरुरी पर्छ, आमेन? 40 वर्षभन्दा ज्यादा जतिजना पुग्नु भएको छ व्यक्तिहरू, 40 भन्दा माथि पुग्नेहरूको ठुलो जिम्मेवारी छ चर्चमा। अयुब 8को 8मा कसलाई लेखेको, कसको लागि भनेको भन्नुहोस् त? तपाईँहरूको लागि, जो 40 वर्षभन्दा ज्यादा पुगेको छ, तपाईँहरूको लागि भनेको के भन्दैछ भन्दाखेरि तिमीहरूले ठिक प्रकारको सल्लाह दिनु, आउँदो वंशलाई, भावी सन्तानलाई के दिनु अरे? ठिक प्रकारको के दिनु? सल्लाह दिनु, ठिक प्रकारको सल्लाह दिनु। तिमीहरूको सल्लाहले
सुन्नुहोस् 40 वर्षदेखि माथिका पुगेकाहरूलाई अयुब 8:8 मा भन्दैछ कि तिमीहरूले सल्लाह दिनु। जब तपाईँले हाम्रो चर्चको भाइ बहिनीलाई सल्लाह दिनुहुन्छ, तपाईँले दिएको सल्लाहले गर्दाखेरि यिनीहरूको चर्चप्रतिको समर्पणता झन् बढेको हुनुपर्छ। आमेन। यिनीहरूले चर्चलाई झन् राम्रो प्रकारले हेर्नुपर्छ। आमेन। चर्चको पास्टरलाई यिनीहरू झन् प्रकारले अर्कै राम्रो प्रकारले हेर्नुपर्छ। आमेन। आमेन। नत्र भने त्यो वंश खत्तम हुन्छ। त्यो वंश खत्तम हुन्छ। तपाईँको सल्लाह ठिक छैन भने, हाम्रो भावी सन्तानलाई तपाईँले चर्चप्रति रङ इन्फर्मेसनहरू दिनुभयो भने, प्रभुको कामहरूप्रति रङ इन्फर्मेसन तपाईँले दिनुभयो भने, रङ फिडब्याक दिनुभयो भने, यिनीहरू त्यसरी नै हुर्किन्छ, तितोपनामा हुर्किन्छ, यिनीहरू दोषमा हुर्किन्छ, चोटमा हुर्किन्छ। पछिबाट के हुन्छ, यिनीहरू आफै घाइते हुन्छ। त्यसले गर्दाखेरि यु हेभ टु बी फ्री एन्ड द नेक्स्ट जेनेरेसन हेज टु बी फ्री। तपाईँ आफै स्वतन्त्र हुनुपर्छ र आउँदो भावी सन्तान पनि स्वतन्त्र भएको हुनुपर्छ। आमेन। हालेलुया। यो चर्चमा नेगेटिभिटी भन्ने कुरा हुँदैन, पटक्कै हुनु हुँदैन। आमेन। नकारात्मक कुराहरू, नेगेटिभ शब्दहरू, नेगेटिभ कुराहरू हुनु नै भएन। आमेन। आमेन। बी केयरफुल टु चुज योर मेन्टर। मैले तपाईँलाई भनिहालेँ, सबैको हृदयमा फरेन कन्ट्रीमा के हुन्छ अरे भन्नुहोस् त, थुप्रै नानीहरूलाई गोलीमा यो ग्राउन्डमा छोडिदिन्छ अरे कि, थुप्रै नानी ग्राउन्डमा छोडिदिन्छ अरे, एकैचोटि छोडिदिन्छ अरे। अनि साइडमा चाहिँ कोचहरू बसेको हुन्छ अरे। को बसेको हुन्छ अरे? कोच। अनि त्यो कोचले चाहिँ छट्टै पेन खाता लिएर यसरी हेरिरहेको हुन्छ अरे, नानीहरूलाई स्टडी गरिरहेको हुन्छ, सट हेरिरहेको हुन्छ। अनि कतिजना नानीहरू मजाले नानीहरू खेलिरहेको हुन्छ, गोली खेलिरहेको हुन्छ। फरेन कन्ट्रीमा त्यस्तो हुन्छ। जस्तै चेल्सीको क्लब भयो, आर्सेनल भयो, म्यान्चेस्टर युनाइटेड भयो, रियल मेड्रिड भयो, यो क्लबहरूले के गर्छ भन्नुहोस् त, त्यसरी नै गर्छ। नानीहरूलाई ग्राउन्डमा खेल्नु दिन्छ, गाउँमा गएर, गाउँको बस्तीमा गएर, अनि यिनीहरू बाहिर उभिन्छ, नानीहरू खेलिरहेको हुन्छ। हुने बिरुवाको सिउँदो पात, चिल्लो पात, ओके, हुँदै बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात। खस्रो र चिल्लो पात चिनिहाल्छ, खस्रो पात र चिल्लो पात चिनिहाल्छ। अब त्यो नानीहरू खेल्दछ गोली, तिनीहरूले लेख्छ अरे यो नानी फुटबल खेल्छ, त्यो नानीलाई फुटबलमै उसको गिफ्ट नै के हो, उसको गिफ्ट नै के हो, फुटबल। अब त्यो कतिजना नानीहरूलाई तपाईँले वर्षभरि नै प्र्याक्टिस गर्नुहोस्, तर उसको बुलाट फुटबल होइन भने, उसको भित्र रगतमा नै फुटबल छैन भने नि स्टार हुन सक्दैन। बित्ताकै खेल्नु त खेल्छ, तर टिम पुऱ्याउनको निम्ति मात्रै। कतिजना कस्तो हुन्छ भन्नुहोस् त, ज्यादा प्र्याक्टिस पनि गर्नु पर्दैन, तर यिनीहरूको रगतमा नै, मगजमा नै के हुन्छ भन्नुहोस् त, फुटबल हुन्छ। के हुन्छ? यति राम्रो स्किल हुन्छ। जस्तै ब्राजिलियनहरूको ब्लडमै फुटबल छ, ब्राजिलियनहरूको ब्लडमा के छ भन्नुहोस् त, फुटबल छ। र तिनीहरूलाई त्यो नानीहरूलाई छान्छ अरे। तपाईँले अस्ति एउटा मुभी हेर्नुभयो कि होइन? त्यो मुभीको नाम त के भयो? अनडिस्प्युटेड 3। अनडिस्प्युटेड 3 त्यो मुभी हेर्नु छ तपाईँको फ्यामिलीले, भयङ्कर राम्रो छ। त्यहाँनिर के भनेको छ भने त्यो किक बक्सरले मेरो गिफ्ट किक बक्सिङ हो भनेको छ। मेरो के भनेको छ, मेरो बुलाड के भनेको छ, किक बक्सिङ हो, बक्सिङ गर्छ। अनि त्यो मान्छेले प्रार्थनाहरू गरेको देखाएको छ त्यो टिभीमा, के देखाएको छ त्यो मुभीमा, मेरो बुलाडले के भनेको छ, किक बक्सिङ। अब त्यो किक बक्सिङ खेल्ने मान्छेलाई टिचर बनाउनु हुन्छ भन्नुहोस् त, नानीलाई कुटेर मार्छ नि हो। हालेलुया, हालेलुया। मैले भन्नुको अर्थ चाहिँ नो योर कलिङ। तपाईँको बुलाडलाई तपाईँले चिन्नुपर्छ। जब बुलाडलाई चिन्नुहुन्छ, त्यसपछि त्यो बुलाडलाई तपाईँले त्यो गिफ्टलाई, त्यो वरदानलाई तपाईँले हुर्काउनुपर्छ। आमेन, आमेन, हालेलुया। वरदानलाई तपाईँले के गर्नुपर्छ अरे, चिन्नुपर्छ। वरदानलाई तपाईँले के गर्नुपर्छ, नम्बर 1। अनि दोस्रो वरदानलाई के गर्नुपर्छ, प्रभुलाई दिनुपर्छ। तेस्रो त्यो वरदानलाई डेभलप गर्नुपर्छ, त्यो वरदानलाई तपाईँले बढाउनुपर्छ। आमेन। र तपाईँले एकअर्कालाई मिनिस्ट्री दिन तयार हुनुहुन्छ? अब तयार हुनुहुन्छ? एकअर्कालाई सेवाकाई दिन तपाईँ तयार हुनुहुन्छ? मैले तपाईँलाई यस्तो जग्गामा जानुहोस् भन्दा तपाईँ जानुहुन्छ? यस्तो गर्नुहोस् भन्दा गर्नुहुन्छ? आमेन, हालेलुया। किनभने तपाईँको बुलावट नै पुजारीको बुलावट हो। आमेन। You have been called as a priest. तपाईँहरूलाई पुजारीको बुलावट छ, के बुलावट छ?